बाटोमा त यस्तो भइरहेको रहेछ यार। के भएर हो यो बाटो त हिँड्नै सकेन। यताबाट आएको म त यो बाटो हिँड्दै कता पुगिन्छ पनि हिँड्नु पऱ्यो, जानु पऱ्यो। अब यस्तो डरलाग्दो बाटो छ। मान्छे पानी लिएर आयो, सँगसँगै बच्चाहरू। गाउँको बाटो के हुन्छ मुस्किल। यो बाटो के लगाएको हो, सायद यो नर्सरी बनाउन थालेको जस्तो लाग्यो मलाई। भिरमा हिँड्छु म, भिर पाखा उकाली ओह्राली। यस्तो खाली जग्गा चाहिएमा सम्पर्क गर्नुहोला गाइज। तपाईँहरूलाई कसको जग्गा हो मैले बेचिदिन्छु भनेको कि यहाँदेखि ओह्राली, यहाँदेखि ओह्राली। टक 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 टक। ठ्याक्कै गाउँको जस्तै सेम टु सेम यहाँ पनि। कस्तो राम्रो देखिँदै हेर्नु त। आम्मामा भगवानले रचेको एउटा रचना प्रकृतिको मिठो। देखि केही किरा सिरा सर्प निस्किन्छ कि भनेर डर लाग्छ। छिटो भाग्नु पऱ्यो गाइस। भाग्दै भाग्दै भगवान रक्षा गर्नु। म चाहिँ भागिरहेको छु। यो ओह्रालीमा दौडिनु भनेको ओ माई गड। सेम गाउँ। तपाईँहरूको कुनै गाउँको याद आउँछ कि यो गाउँ देखेर? यो धाटाबाट पानी लगेर गएको त्यो भाइहरूले उता छ मान्छेहरू बसिरहेको। म चाहिँ यता लाग्नु पऱ्यो गाइस। उकाली ओह्रालीहरूमा भन्ज्याङ